सो हे व्हाट इज गाइज म चाहिँ रोजेस आइसकेको छु नयाँ भिडियो लिएर तिमीले थम्बनेलमा देखिसक्यो होला कि गाइज मैले चाहिँ आज नयाँ टाइप अफ कन्टेन्ट क्रिएसनमा रियाक्ट गर्न गएको छु द अर्ली वे टु बी सक्सेस इन नेपाल होइन एज यु क्यान सी इन अप होइन सो या यो भिडियो चाहिँ गाइज मेरो लागि पनि इम्पोर्टेन्ट हो र सब नेपालीहरूको लागि इम्पोर्टेन्ट हो र सक्दो आफ्नो साथीभाइमा सेयर गर क्या गाइज होइन हामी चाहिँ भिडियोमा आइसक्यौँ अनि द भिडियोको टाइटल चाहिँ मैले अघि नै भने द अन्ली वे टु बी सक्सेसफुल इन नेपाल होइन हाम्रो नेपाली कन्टेन्ट क्रिएटर दाइले बनाएको भिडियो हो धेरै पनि छैन 5 मिनटको भिडियो छ सो तिमीले यो भिडियो चाहिँ हेर्नै पर्छ क्या एन्ड यहाँ यो भिडियो हेरेको छ ल सुन क्लास 12 पछि अस्ट्रेलिया जाने हो अनि त्यसपछि भाडा हान्दै डलर छाप्ने हो भन्ने सपना देखेर बसेको छौ कि तिमीले पनि आफ्नो दाइ अथवा दिदी छौ त गाइज भाडा हानेर पैसा धस्काउने छौ भने मलाई कन्ट्याक्ट गर पर भाडा 50 रुपियाँ भनेर त भन्दिनँ होइन के जुन अहिले बिजोग अवस्थामा छ नि तिनीहरूको मुखबाट यो कुरा सुनेको छौ विदेश जान पर्ने रहेछ यार नेपालमा त केही कामै छैन यदि तिमीले यो कुरा सुनेको छौ र इफ यु डोन्ट वान्ट बी द सेम पर्सन विथ द भिक्टिम माइन्डसेट इन द नेक्स्ट 5 इयर्स ऑल यु नीड टु डु इज वाच दिस होल भिडियो टिल द एन्ड नेपालको कन्टेक्स्टमा यो भिडियो तिमीले हेर्नुपर्छ अरे क्या पछि गलत अब रास्तातिर अब बाहिर भनेपछि चाहिँ अब सबले अब राम्रो सोध्छ नि त तर इट्स नट अ गुड थिङ त्यसमा राम्रो हो भनेर म पनि भन्छु बट जाने त बाहिरै हो अहिले सबभन्दा बढी पैसा कमाउने जब भनेको डाक्टर सीए अनि त्यसपछि इन्जिनियरले डाक्टर सीए कतै कतै जब पाउला तर इन्जिनियर नि आजकल विदेशै जान पर्छ अथवा जान्छ टिचर भएर बस्न जान्छ जान्छ अब यहाँ नेपालको जर्को सबै हुन्छ बे नेपालीहरूलाई यस्तो बनाउनुमा मेन फल्ट कसको हो भनेर मलाई सोध्यो भने आइ एम गोना ब्लेम इट अल टु द एजुकेसन सिस्टम अफ नेपाल एजुकेसन सिस्टम एजुकेसन सिस्टमको थर्ड क्लास कपी हामीलाई स्कुलमा के सिकाइन्छ थाहा छ यो कुरा त मैले भन्नु पर्दैन सिकाउँछ क्या हामीलाई स्कुलमा भनिदिन्छ आन्तरिक साउथ अब पढेर लेखेपछि ठुलो मान्छे भइन्छ राम्ररी पढ्न पर्छ यताउता कहीँ ध्यान लगाउने होइन त्यो घोडाको लगाम यस्तरी यता पनि हेर्ने होइन यता पनि हेर्ने होइन सिर्फ पढाइ गर्ने हो हाम्रो को साथी जस्तै छ सिडाइ भाइ जस्तै रहेछ पढाइ यस्तरी ओए घोडाको हो लगाम लाउने अनि पढेर ओ पढ्ने पढ्ने नेपालको एजुकेसन पढ्नु सिस्टमले पर्छ हामीलाई एउटा मात्रै कुरा सिकाउँछ त्यो हो स्लेभरी गर्न इट टिचेस अस टु ट्रेड आवर टाइम विथ मनी व्हिच इज बुलशिट इट टिचेस अस टु नट टेक रिस्क बी डोकाइल एन्ड वीक एज यु क्यान सी आई डोन्ट लाइक नेपाल्स एजुकेसन सिस्टम तर जो कोही पनि मम्मी बाबा मिडल क्लास अथवा लो क्लास फ्यामिलीबाट हुनुहुन्छ नि दे आर फोर्स टु रिड अनि एट द एन्ड एन्ड माई फ्रेन्ड्स दे एन्ड अप गेटिङ अ जब द्याट दे हेट फर द रेस्ट अफ देयर लाइफ तर लक्की मान्छेले मात्रै जब पाउँछ नि फेरि अनलक्कीले त त्यही विदेश जान पाए हुन्थ्यो नि भन्ने भिक्टिम माइन्डसेट लिएर No guys, no job, no बाहिर देश being the job creator. किनकि उसले टाइममा जब पाउन तर म यहाँ no बकवास job. गर्न मात्रै आएको होइन होइन त ठिक जोले नि बोल्छ नि रतन कार्की बोल्छ बोल्छ फकिङ एडभान्स रतन कार्कीले त गाइस के बनाइदिएको बडी त जोले नि बोल्छ नि रतन कार्की you can see guys रतन कार्की बोल्छ हो ठिक अब लेट्स guys एड्रेस that ignore the afford होइन इग्नोर गर हामीले जे नै भने नि जे नै गर्छु भने नि जति नै गर्छु भने नि वी क्यान नट चेन्ज नेपाल्स एजुकेसन सिस्टम हो यो दाइले यो कुरा ठिक भनौ जति जे गर्ने नि कसैले अब एजुकेसन फेर्न सक्दैन कि गाइस चाहिँ भ्रष्टाचार भइसक्यो देश सब खाइसक्यो अब कामै छैन पढ्र नि गाइस म साँच्चै भन्छु एजुकेसन इज अ स्क्याम भनेर अनि म भिडियो नि ल्याउँछु अब हामीसँग पावरै छैन त्यो गर्ने अब मैले चाहिँ के गर्न सक्छु भने जसले आफूले आफूलाई इम्प्रुभ गर्ने चक्करमा मेरो च्यानलसम्म आइपुगेको छन् तिनीहरूलाई मैले हेल्प गर्न सक्छु मेरो सोच चाहिँ अलि फरक छ किनकि मेरो सोच के छ भने जब सबैजना गाइस यो चाहिँ भिडियोभन्दा अलिकति बाहिर दाइले आफ्नै च्यानलको प्रमोसन गर्दै हुनुहुन्छ इट्स अ गुड थिङ आफ्नै च्यानलबाट आफ्नै च्यानलको प्रमोसन गर्नु होइन त्यो युजलेस भेडा बाख्राहरू एब्रोड जान्छ नि कम्पिटिसन कम हुन्छ अनि कम्पिटिसन कम रिसोर्सेस बढी वी क्यान इम्प्रुभ एभ्रिथिङ अनि नाम कसको आउँछ हाम्रो नाम कसको आउँछ तिम्रो लाखौँ लाखकोले छाप्छ तिमीले लाखौँ लाखकोले छाप्छ मैले तर लाखौँ लाख छाप्नभन्दा अगाडि हजारमा झरौँ हजार भन्दा नि 10 रुपैयाँमा झरौँ अब तिमीले सोध्लौ कसरी जबले त 50 रुपैयाँ छ गाइस नै हो तर 25 बाट बढाउने हामी पनि आइडियाजहरु छ जुन मैले तिमीलाई दिन गइरहेको छु जुन तिमीले युटिलाइज या गाइस लेट्स सी दी दाइको आइडियाज गरेर यो विदेश गइरहेको मान्छेहरु भन्दा अगाडि बढ्न सक्छौ अनि नेपाल इट कान्ट बी पोसिबल नेपालमा बसी यस्तो पोसिबलै छैन इट अ लाई इट इज अ लाई आफ्नो नाम हिस्ट्रीको पन्नामा छाप्न सक्छौ टिप नम्बर 1 युजिङ कपीक्याट्स अ ग्रेट बिजनेस आइडिया जुन मैले तिमीलाई दिन सक्छु कपी क्याट्स अरे वाह के हो बे तँ भने is to copy the business that are already successful outside of this fucking country उबरको कपी पठाओ हो अब यहाँ एपहरुको कुरा ओ यार उबरको कपी पठाओ हो
जोमेटोको फुड मान्डु मात्रै आउन्न के जुन कुनै नि एप अथवा प्रोडक्ट जुन विदेशमा पपुलर हुन्छ अथवा इन्डियामा पपुलर हुन्छ त्यो कुरा नेपालमा पपुलर हुन्छ सेल्फ इम्प्रुभमेन्ट च्यानल नि सबभन्दा पहिला पपुलर या भएको यार त्यो ट्रु थिङ एकदम धेरैजनाले थाहा पाएको भनेको हाम्जाले गरेर हो हाम्जा एउटा बाहिरको युट्युबर हो त्यसपछि बिस्तारै नेपालमा आयो नेपालमा आएर नि 1K सब्सक्राइबर कटाइसक्यो मैले इनोभेसन मात्रै गरेँ आई डिड नट इन्भेन्ट दिस कन्सेप्ट बट आई एम मेकिङ भ्युज होइन बिस्तारै बिस्तारै च्यानल मोनिटाइज हुन्छ आई एम गोइङ टु अर्न फ्रम दिस त्यसैले जुन कुनै एप अथवा प्रोडक्ट जुन विदेशमा पपुलर छ सस्तो कस्टमा बनाएर इफ मार्केटेड प्रपरली इट विल डु वन्डर्स किनकि यहाँ सामानहरू नै छैन कि मार्केटमा ग्याप छ यहाँ नम्बर 2 लर्न समथिङ युनिक बिफोर क्लास 12 अब मैले के गरेँ भन्दाखेरि मैले यो यार हाम्रो क्लासको केटाहरूले नि गरेको छ या इट्स अ गुड थिङ कन्टेन्ट क्रिएसन सुरु गरेँ 12 क्लास भन्दा अगाडि ल मलाई त्यो त अहिलेसम्म याद छ कि त मैले नि गरेँ नि त ल्याउ मैले लन्च गरेँ सक्यो त पुरै मलाई अहिलेसम्म याद छ कि आई वुड कम होम आफ्टर कलेज आई वुड गो टु द जिम अनि त्यसपछि आई युज टु मेक भिडियोज आई वाज अब्सेस्ड विथ इट के त्यही युट्युब च्यानलको चक्करमा आई लर्न हाउ टु एडिट भिडियोज अनि त्यही युट्युब च्यानलको चक्करमा मैले फोटोसप चलाउन सिकेँ त्यही युट्युब च्यानलको चक्करमा मेरो नेटवर्किङ बढ्यो त्यही युट्युब च्यानलको चक्करमा मैले नयाँ नयाँ स्किल्सहरू सिकिरहेछु द्याट्स वाइ फाइन्ड अ स्किल विच क्यान बी युज राइट नाउ ओ यार यो दाइले भनेको कसम से हो हैन टिप नम्बर 3 लर्न टु सैक्रिफाइस कम्फर्ट फर गोल्स आई थिंक दिस इज द ग्रेटेस्ट हो यार हामीले राम्रो ठाउँ एचिभ गर्न सकेन नि skill that Yeah, you it's need to also a have in good order thing, to make guys. changes in your life even if it is hard you need to do it because this is something that will change your future यदि तिमीले अहिले नि आफ्नो कम्फर्टलाई स्याक्रिफाइस गर्नु भने तिमी चाहिँ 21 वर्षको बिटर माइन्डसेट वाला नेपाली हुन्छौ जसको मुखमा एउटा कुरा मात्रै झुन्ड्या हुन्छ विदेश जान पाए नि हुन्थ्यो यार नम्बर 4 No, it's not होइन म लर्न मार्केटिङ एन्ड डेभलप सोसल स्किल्स तिमीले एउटा हाई एन्ड क्वालिटी प्रोडक्ट बनायो अरे तर तिमीलाई मार्केटिङ गर्न आउनु भने द्याट प्रोडक्ट इज सिट एस त्यो प्रोडक्ट बिक्दैन त्यसैले आफ्नो स्किल र प्रोडक्टलाई बेच्नलाई तिमीले मार्केटिङ गर्न जान्नै पर्ने हुन्छ किनकि इफ यु क्यान मार्केट अ मेड प्रोडक्ट प्रपरली इट इज अ प्रोडक्ट द्याट इज गोइङ टु मेक मिलियन्स सो मार्केटिङ इज अ स्किल द्याट यु मस्ट लर्न तर कसरी सिक्ने मैले डिस्क्रिप्सनमा 5-6वटा बुकको नाम लेख्दैछु प्लिज लर्न इट फ्रम देयर किनकि मैले गाइज इफ यु वान्ट टु लर्न होइन अनि हाम्रो दाइको च्यानल छ म्यास्कुलेन ट्रिलियनर्स भन्ने त्यहाँबाट तपाईँले हेर्न सक्नुहुन्छ यो भिडियोको डिस्क्रिप्सनमा गएर 5-6वटा किताबहरू अनि नेपाल तर मार्केटिङ गर्न सोशल +2 भन्दा अगाडि चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ हामीलाई नेपालमा पहिलेबाट स्कुलमा साथीहरुसँग बोल्न हुन्न पिन ड्रप साइलेन्स भएर बस्न पर्छ अनि यार कति नबोलिकिन बस्छ तर रियल लाइफमा यस्तो भएर गयो भने जिन्दगीले तिमीलाई हेप्छ त्यसैले यु नीड टु लर्न हाउ टु टक टु अदर्स यु नीड टु लर्न हाउ टु डेभलप योर सोशल स्किल्स तर हाम्रो सोसाइटीले यस्तोलाई अज्ञानी भन्छ यस्तोलाई नराम्रो भन्छ भन्नेले भन्दै गर्छ हैन एउटा स्ट्र्याटेजी हो के जुन पोलिटिशियन्सहरुले यिनीहरुले बुझेर एडप्ट गरेको हुन् के डिभाइड एन्ड रुल हामीलाई डिभाइड गरेपछि त हामीलाई स्कुलमै हैन स्कुलको त्यो रटेर आउने कुरामा कम्पिटिसन देखाइदिएपछि त हामी त एकअर्कालाई रिजेन्ट गर्न थाल्छौँ नि रिजेन्ट गरेपछि के हुन्छ हामी डिभाइड हुँदै जान्छौँ डिभाइड भएपछि के हुन्छ हामी एकअर्का भित्र कोहिजन हुन्न अनि त्यसपछि यिनीहरुले हामीलाई रुल गर्छ सो यु नीड टु लर्न हाउ टु या brother said a true thing यार guys it's the best video ever I have watched to socialize because networking is one of the most important thing if you want to be successful in your life या गाइज सो या गाइज होइन हाम्रो चाहिँ यो भिडियो नि सक्यो होइन कस्तो लाग्यो तिमीहरू कमेन्ट गरेर भनिदेऊ होइन यदि भिडियो राम्रो लाग्यो भने साथी भाइमा सेयर गर यो भिडियो सेयर गर्नै पर्छ अनि यसमा चाहिँ राम्रो रेस्पोन्स आउनै पर्छ क्या इट्स अ गुड भिडियो क्या हाउ टु बी सक्सेसफुल इन नेपाल भन्ने इट्स अ बेस्ट भिडियो फर टिनेजर्स लाइक मी एन्ड अदर्स होइन सो या थ्याङ्क्स फर वाचिङ गाइज अनि च्यानललाई सब्सक्राइब भिडियो लाइक गरिहाल सो थ्याङ्क्स फर वाचिङ गाइज बाई